हेलो दर्शन नमस्ते, वेलकम टु माई भ्लग। साथीहरू सबैजनालाई दर्शन नमस्ते। आज चाहिँ हामी हाम्रो 7-8 वर्षदेखि बसिराखेको एरियाको नजिकै भएको एउटा एकदमै रमणीय ठाउँमा चाहिँ आज सर्च गरेर हामी आइराखेका छौँ। अब होप एकदमै रमणीय नै छ जस्तो लागिरहेको छ होइन। यहाँनिर थुप्रो मान्छेहरू आइराख्नु भएको छ घुम्नको लागि र यसो आउटिङ हेर्दा पनि एकदमै रमाइलोहरू देखिरहेको छ क्या। अब गएर हामी चाहिँ वाच गर्छौँ कस्तो छ यहाँ देखाउँछु। जङ्गलको मुनि होइन गर्मी मौसममा टक्क आएर घुम्नको लागि एकदमै रमाइलो ठाउँ रहेछ। त्यता वाटर पार्कहरू पनि रहेछ, वाटर पार्क। अब हामी चाहिँ यता जिप लाइन, रोलर क्रसियर पनि छ भन्ने चाहिँ म्यापमा देखेर आएको हो हामी हेर्नको लागि, खास केही खेल्नको लागि। अब जाउँ गएर बुझौँ, हेरौँ के कस्तो छ। यहाँलाई म फेरि अवगत गराउने छु। यहाँ कस्तो राम्रो रहेछ क्या। खै के जारो थाहा भएन है, पानीमा यस्तो मजाले पानीको यो छिनछिनमा चाहिँ यसरी फोहोरा हुने रहेछ। यस्तो राम्रो सर माथि उठ्ने। हेर्नुहोस् भाइजहरू, जता गयो त्यतै घुम्ने ठाउँ, जता गयो त्यतै सिनहरू राम्रो बनाउने, पार्कहरू बनाइदिइहाल्ने, गार्डनहरू, वाटर यताउता पानीको उयोहरू बनाइदिइहाल्ने है। अनि रमणीय भइहाल्छ यसरी नै। हेर्ने घुम्ने ठाउँ त कति क्या कोरियामा त। यस्तो पार्क, गार्डन, वाटर पार्कहरू, फन पार्कहरू, घुम्ने म्युजियमहरूदेखि लिएर कलेक्सनहरू, पुरातात्विक तत्त्वहरू, पहिलाका उहरू चाहिँ सङ्कलन गरेर राख्ने ठाउँहरू त्यस्तै हुने क्या। कति हो कति। हेर्नुहोस् यहाँनिर माटोको यसरी चाहिँ माटो ल्याएर भरेर होइन यो हिँड्ने ठाउँ बनाएको होला क्या। यता पनि गार्डनतिर नि हिँड्न मिलेन, यता पनि यस्तो फुलहरू पनि सारिएको छ। त्यहाँ पानी चढ्ने भइहाल्यो। अब हामी जिप लाइनतिर जाउँ भनेर हिँडिराखेका छौँ। अब कता गाडी नै लिएर जानु मिल्ने रहेछ कि हामीले तल पार्किङ गरेर आइराखेको छौँ। अब कस्तो छ के छ खै, कताबाट जाने अवस्था हेरौँ। हामीले पोलिसको गर्मी छ। जिप लाइन जानको लागि त उतै गाडी लिएर जानुपर्ने रहेछ जस्तो छ। साथीहरू यो चाहिँ जिप लाइन रोलर कस्टर रहेछ होइन। अनि यहाँ चाहिँ अब यो रोलिङमा यो डोरीमा झुन्डिँदै जाने, हिँड्दै जाने। अनि त्यस पछाडि टपमा पुगिसकेपछि चाहिँ बन्जी जम्प रहेछ। त्यहाँबाट चाहिँ त्यहाँ झर्ने, यहाँबाट यहाँ झर्ने। चारैपट्टि छ होला, चारैपट्टि रहेछ। उतापट्टि पनि दुईपट्टि साइडमा रहेछ, यता पनि दुईपट्टि साइडमा छ। यतिको हाइटमा बन्जी जम्प चाहिँ धेरै छैन। फर्स्ट टाइम हो मैले पनि पाएको छैन। यो जिप लाइन रोलर कस्टर पनि खेलेको थिएन। आज हेरौँ कस्तो हुन्छ भनेर। 이용하실 분들은 4층 양쪽 번지를 나눠서 이용해 주시기 바랍니다. 이용 시간 15분 남았습니다. लाइफमा फर्स्ट टाइम अनुभव गरेको होइन यस्तो रोलर कस्टर चाहिँ। अब यो डोरीमा टेकेर हिँड्नुपर्ने, डोरीमा पिर्काहरू बिछाएको जस्तो हुने, वारी र पारिबाट टेकेर जानुपर्ने। कोही कस्तो होइन आफ्नो लाइन लिएर कुन बाटो कसरी जाने, डोरीमा झुन्डिँदै जाने कि केहीमा टेकेर डोरीमा टेकेर जाने कि काठहरू राखेको पुल जस्तो बनाएको ठाउँबाट जाने कि होइन, हेरी छ। अनि म त्यस्तैमा हिँड्दै गइरहेको छु। यो 3rd स्टेपमा सबभन्दा माथिको जिप लाइनको लागि म गएको थिएँ। अनि त्यस पछाडि म यहाँनिर चाहिँ फेरि बन्जी जम्पको लागि चाहिँ फेरि लाइनमा पुगेको र कोरियामा चाहिँ कति सानो बच्चाहरू पनि नडराउने है। सानो बच्चाहरू पनि पुरै बन्जी पनि गरिरहेछ। यो के अरे जिप लाइनमा पनि सर गइरहेको छ। म त सातो गएर आज म सक्दिनँ कि भनेर पुरै भइरहेको छु है। आफ्नो टर्न आइसक्यो। अनि जेन तेन माइ लर्ड, डर लाग्यो माइ लर्ड, मेरो सातो जान्छ होला भन्दै म पनि फाइनल्ली जिन्दगीमा पहिलो अनुभव चाहिँ गरेँ मैले पनि। त्यहाँ माथि गएर चाहिँ ठ्याक्क छेउमा टेकेर चाहिँ हाम फाल्नको लागि चाहिँ एकदमै डर लाग्दो रहेछ। म त उभिएर झ्याप्पै हाम फाल्न नसकेर बसेर कसरी जा भनेपछि ट्याक्क सुरुमा त म त आँखा चिप्ली
आँखा चिम्लिएर अनि त्यहाँ बस्नुभएको आजसीले चाहिँ अब 1 2 3 भनेर भनिदिइसक्दा चाहिँ अनि त्यसपछि जम्प हान्नुपर्ने रहेछ आफू गरेर अनि खोइ कसरी आजसीले पुस गरिदिनु भयो कि के भयो अनि म त त्यति बेला त अब जसरी नि जानै पर्यो अब जाने भनेर यत्रो माथि हाइटमा आएर चाहिँ टपमा उभिसकेपछि अनि भनेर म पनि अब लाइफको पहिलो अनुभव हो के त होला र यत्रा मान्छे बच्चा बच्चीहरू त गइरहेका छन् ठुला साना सबै गएका छन् भने मलाई पो के होला र भनेर अनि म पनि अनि आँट गरेर जे होस् ल ठिकै छ भनेर म पनि झर्ने चाहिँ निर्णय लिएँ होइन अनि मेरो लास्टमा मभन्दा पछाडि एकजना मात्रै क्या अनि फाइनल्ली म झरेँ लाइफमा फर्स्ट अनुभव गरियो है सबैजनालाई थ्याङ्क यू मेरो भिडियोलाई लाइक कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु यस्तै भिडियो फेरि लिएर आउनेछु यहाँहरूलाई बाई बाई भन्न चाहन्छु